नेपाली नोटमा कलम चलाउँदा हुन सक्छ जेल। कल्पना गर्नुहोस् तपाईको हातमा एउटा नेपाली नोट छ। यदि तपाईले त्यसमा ह्यापी बर्थडे लेख्नुभयो वा फोन नम्बर नोट गर्नुभयो भने तपाईलाई 3 महिना कैद र 5000 रुपैयाँ जरिवाना हुन सक्छ। यो कुनै जोक होइन, यो नेपालको कानुन हो तपाईले ठीक सुन्नुभयो। मुलकी अपराध संहिता 2074 को दफा 263 को उपदफा 2 ले स्पष्ट रूपमा कसैले बैंक नोटमा लेख्न वा कोर्न हुँदैन भनेर भनेको छ र उपदफा 3 मा प्रष्ट रूपमा यस्तो कार्य गर्नेलाई 3 महिना कैद र 5000 रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ। अब तपाईलाई लाग्ला किन यस्तो व्यवस्था गरिएको होला भनेर। उत्तर सरल छ। नोटहरुमा लेख्दा नोट फोहोर हुन्छन् र छिटै च्यातिन्छन्, जसले गर्दा अर्थतन्त्रमा असर गर्दछ। किनभने नोट बनाउनको लागि राज्यको धेरै पैसा लागेको हुन्छ। यो कानुन दुर्लभ छ, तर सबैले जानी बुझी जागरुक हुन भने जरुरी छ। यो भिडियो उपयोगी लागेमा सबैलाई शेयर गर्नु होला र यस्तै कानुनी भिडियो हेर्न हामीलाई फलो र सब्स्क्राइब गर्नु होला।